नमस्कार सर्वप्रथम त खासै मलाई बोल्न त आउँदैन, त्यही पनि जानी नजानी भए पनि दुई शब्द भन्छु मनमा लागेका कुराहरू। अनि अहिले हाम्रो कर्णालीकी गायिका मोडेल इप्सल सञ्जालको सानो अभिव्यक्तिले गर्दाखेरि चाहिँ सामे समुदायले एकदमै तातिरहेको छ होइन। त्यसमा पनि म केही शब्दहरू भन्न गइरहेको छु। मनपर्छ भने सुन्नु होला, मन पर्दैन भने के कमेन्ट गर्न छ गरे नि भयो, केही फरक पर्दैन होइन। अहिले चम्किने र तम्सिने हाम्रो अछामीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि होइन, कतिपयले के भनेपछि त ती छाउपडीलाई पिँढीमै ल्याएर राख्नुपर्ने हो त। अनि ती छाउपडीको लसफस हुँदा हाम्रा बुढाबुढीले सन्चो भएको छैन गरे होइन। पिँढीमै राख त भनेको होइन नि त, पिँढीमै राख भनेको होइन। तिमीहरूले पनि अब त्यो आफ्नी श्रीमतीलाई, आफ्नी दिदीबहिनीहरूलाई, आफ्नी आमालाई छाउपडी हिंसा गर्नु त अन्तर्राष्ट्रिय विजेत भएन। त्यति बेला लाजै लागेन तिमीहरूलाई, लाज पचेकाहरूलाई होइन। अनि अहिले एउटा अभिव्यक्ति सानो भएको कुरालाई भन्दाखेरि चाहिँ तिमीहरूको अन्तर्राष्ट्रिय विजेत हुनुपर्ने होइन। अब म पनि स्वयं अछामी हुँ, अछामीमा छ भएकै कुरा यो म तोकेरै भन्छु। म तिनीहरूलाई पनि म अब अहिले घरमा भएको भए म त्यो भिडियो बनाएर देखाउँथेँ, यसको यो ठाउँमा छ, यो ठाउँमा छ, फलाना ठाउँमा छ भनेर चाहिँ ठाउँमा भनिदिन्थेँ होइन। म गएको बेला पनि कतिपयका भत्काएका थिएँ, कतिपय त यस्तो हुन्छ नि त, त्यो छाप्रो हालेर त्यो टेन्ट बनाए जस्तै पाल हालेर चाहिँ बस्थेँ। बर्खामा म गएको थिएँ त्यति बेला पनि बस्थेँ। त्यही छाउपडी प्रथा अहिलेसम्म छँदैछ, अहिलेसम्म छ, भोलिसम्म पनि हुन्छ। अब के अहिले अब त्यही 10 वर्षभन्दा भित्र त अन्त्य हुन्न जस्तो छ। यस्तै तम्सिने अन्तर्राष्ट्रिय बेइज्जत हुनेहरूको लागि त अब के हो 10-15 वर्ष पनि होइन, अब वर्षौँसम्म रहन्छ त्यो केही उसको कुरा, कुनै नौलो कुरा पनि होइन होइन। यो हुने कुरा हो। अब यस्ता त छन् जो अन्तर्राष्ट्रिय बेइज्जत भयो अरे, त्यो भएको कुरा भन्दा पनि अन्तर्राष्ट्रिय बेइज्जत हुन्छ यिनीहरूका लाज पचेकालाई। जब त्यो आफ्नै छोरी बेटीलाई छाउपडी हिंसा गर्दा चाहिँ बेइज्जत भएन, लाज भएन होइन। त्यो कुरा चाहिँ एउटा अभिव्यक्ति दिँदाखेरि चाहिँ उनीहरूले लाज भएको अरे। त्यसमा गल्ती त केही छैन त। उहाँले त सामान्य भन्नुभएको छ कि एउटा अछामका मान्छे अमेरिका कुन चाहिँ देशमा अनि बसेर पनि छाउपडी गोठ बनाएका छन् भन्ने। छाउपडी त्यहाँ पनि होला नि त, मैले स्वयं देखेको छु। यहाँ परदेशमा विदेशमा बसेका मान्छेले पनि आफ्नै स्वास्नी पिरियड्स भएको टाइममा चाहिँ नखाएको मैले स्वयं देखेको छु। मैले भनेको पनि छ यस्तो किन परदेशमा छौँ, हाम्रा परदेशमा पनि तिमीहरूका देउतै बसेका छन् होइन। के अरे कतिपयले के भनेपछि कि के अरे देउता नपुज्नेलाई के थाहा, सतुरो भएकालाई देउता नपुजेकालाई के बुझ्थे अरे तिनीहरूले के थाहा अरे यस्तो कुराहरूमा त अरे। अनि थाहा तिमीहरूका देउता पुजेर त तिमीलाई त्यो रोडपतिबाट करोडपति भएका छैनौ तिमीहरूले। खाने भातै हो, सुत्ने खाटै हो, जाने घाटै हो भने जस्तै हो तिमीहरूको त। त्यही घोगा रोटो खाने हो। भात कहिलेकाहीँ हुन्छ नि त, एक दिन छोडेर एक दिन भात खाने हो। त्यही घोगा रोटो र गौँकी रोटी खाने, त्यो उ गरेर होइन, त्यही पानी लगाएर पथारेर खाने हो। तिमीहरूले त त्यो के अहिले त्यो देउता पुजेर तिमीहरूका देउताले त सबै पुगाएका छैनन्, तिमीहरूलाई दिएका पनि केही छैनन्। दिएका चाहिँ के छन् त? तिमीहरूका देउता रिसाउँछन्। अहिलेसम्म तिमीहरूकी छोरी बहिनीले घरभित्रै छुइले गएको त तिमीहरूलाई थाहै छैन। थाहा नभएको कुरा त केही छैन, थाहा पाउँदा मात्रै हो तिमीहरूलाई त काला हुने त। तिमीहरूका देउता रिसाउनु त तिमीहरूले थाहा पाउँदा मात्रै हो। तिमीहरूले नथाहा पाउँदा तिमीहरूका देउताका त देख्दैनन्। यदि देख्ने हुन् भने त जो छुइ लुकाउँछन् तिनीहरूलाई त के हुनुपर्ने नि त। कसको के भन्छ, कसैले भने भने बाघ ऊ लाग्छ अरे। संजोगले हिँड्ने बाटोमा अहिले कहिलेकाहीँ जम्का भेट हुँदा बाघले उ गर्दा पनि तिमीहरूका देउता रिसाएर बाघ पढ्यो अरे। साँप घरमा आयो अरे। बर्खामा अनि घरभरि वरिपरि झाडी बनाएपछि त साँप घरभित्र आउँदैन। सानो कुरालाई लिएर एउटा कुरालाई अर्को गर्दै ठुलो कुरा बनाइदिने क्या अरे। देउता रिसाएर घरभित्र साँप आए, देउता रिसाएर बाघ आए, देउता रिसाएर माथिबाट बाढी पहिरो आयो, देउता रिसाएर खेत लग्नु पर्ने त त्यो बाढी धेरै पानी आएर उ गर्ने चाहिँ त्यो कर्णालीले खेत बगाउनु पर्ने, बाढी पहिरोले घर जग्गा बगाउनु पर्ने। संजोगले के अरे त्यो झाडी घरभित्र वरिपरि झाडी भएर बस्दा बस्दै साँप घरभित्र छिरेपछि तिमीहरूका देउता रिसाउने रे।
सामान्य आफै भएको कुरालाई पनि तिमीहरूका देउताले गरे। तिमीहरूका देउतै पुजेकै हुन् भने देउता उही गरेका हुन्थे। तिम्रो बग्न लागेको घर, बग्न लागेको जग्गा, बग्न लागेको उता बाढीबाट तिमीलाई घरै छाप्न आँटेको त उ गर्नुपर्ने, बचाउनु पर्ने त। तिमीहरूलाई त तिम्रो देउताले त अमर बनाउनु पर्ने त। हामीले पूजा छैन देउतालाई, हामीले माने होइनौँ। हामीलाई थाहा छैन। देउता मान्न पऱ्यो। देउता मन्दिरमै त्यो देउता बुझ्ने त्यो थानमै जाऊ। तिमीहरूकै ती छाउबाकी श्रीमतीलाई त्यहीँ पिँढीमै लर सुताउ भनेको होइन। त्यो छाउगोठ चाहिँ नबनाऊ, अलिक व्यवस्थित गराऊ। त्यो खै त त्यो दिमागमा बुद्धि छैन। गोबर छ कि गिदी छ तिमीहरूको दिमागमा? यति पनि छैन। अनि यति के अरे यति कमेन्ट गर्नेहरू पनि फेरि अझ ती अनपढ ती अङ्कलहरू, ती बाउहरू होइनन्, फेरि नपढेका होइनन्। अहिलेका जो ऊ फोन चलाउन थाले नि त, परदेशमा आएर दुनियाँका भाँडा माझेर हो कि टोइलेट साफ के गरेर परदेशमा आएर पैसा उ गरेका छन् त। त्यस्ताले फेरि कमेन्ट गरेका छन् त्यहाँ। फेरि यहाँ परदेशमा इन्डियामा बस्ने त्यो दिने पनि कहाँ कहाँ थाहा छ? इन्डियामा बस्ने, इन्डियामा उता मुम्बईमा बस्ने, यता बेङ्गलोरमा बस्ने, यता हैदराबादमा बस्ने, त्यस्ताले कमेन्ट गर्न पनि त्यस्ताले भिडियो बनाउनु नि कसैका नोकर चाकरले पनि गरे छन्। त्यो राम्रा मान्छे त गरे छैनन्। ती काठमाडौँ बस्ने राम्रा मान्छे त गरे छैनन्। ती जो हुन् त अर्काका उ गर्ने तिनीहरूलाई परेको छ धेरै। तिनीहरूलाई चाहिँ खुब तम्सिरहेका छन् अहिले सामाजिक सञ्जालमा। यस्तो भएन, उस्तो भएन, यस्तो गर्ने, का छाउ सुके कि आइमै भनेर उसलाई स्कुल सञ्जाललाई गाली गर्ने। त्यसमा गाली गर्न पर्ने केही छैन। भएको कुरा भन्दा पनि त्यो गाली पाउनु पर्ने होइन। लाज पचेकाहरू। अब भन्न पर्ने त अब धेरै थिए, मुखमा अलि अपच्य शब्द पनि आउन सक्छ। भिडियो धेरै लामो बनाउन चाहिन होइन। जातीय विभेद पनि छन्, बाल विवाह पनि छन्, महिला हिंसा पनि छन्, छाउपडी हिंसा पनि छन्। अछाममा के छैनन् त? सबै छन्। मैले स्वयं यहीँ देखेको पनि छु। मेरा नजिकै म प्रत्यक्षदर्शी पनि मै हो। के अरे परदेशमा आएर आफ्नो बुढीलाई बाहिर राख्नुपर्ने, परदेशमा पनि यहाँ त्यो तिनीहरूका देउता पनि यहाँ परदेश कि अर्का काम गर्ने नोकर गर्ने के अरे नोकरी गर्ने पनि त्यहीँ उसको सेटा घर पनि आएर बस्यो होला नि त्यो तिमीहरूका देउता। कि सँगै आउने भयो त तिमीहरूका यहाँ कोही एक्सिडेन्ट गरेर मरे, कोही यहाँ झुन्डेर मरे, कोही बच्चाले किचेर मरे, कोही उसले कुटेर मारे, कसैले काटेर मारे, कसैले के गरे। तिमीहरूका देउताले, ती देउता पुजेका देउताले त बचाउनु पर्ने त। बचाएनन्, आएनन्, छैनन्। कहाँ गए तिमीहरूका देउता? कहाँ गए तिमीहरूका भगवान् हुन्छन्, देउता हुन्छन्, पुजेकै हुँ, पुज्न पर्छ। तर पुज्ने पनि लिमिट हुन्छ क्या। त्यो भनेर चाहिँ आफूलाई हानि आफ्नो छोरी बहिनी मर्ने गरी पनि त्यसरी पुज्दैनन्। देउता पनि पुज्न पर्छ, मान्न पर्छ। त्यो बिर्सिहाल्यो। त्यो अछाममाथि के अरे छुइपडी एउटै गोठमा बसेकी आइमाले बलात्कृत भयो कि सर्पले टोकेर मरे कि किशोरीहरू तिमीहरूले बिर्स्यौ? त्यति बेला लाज भएन? समाचारमा आउँदा रेडियोमा समाचार आउँदा लाज लागेन तिमीहरूलाई? त्यति बेला त कसैले सुनेनन्? लाज पचेकाहरू। बाख्रा चराउन जाँदा पनि बलात्कार भएका छन् त तिमीहरूका अछाममा। सबै भएका छन् त तिमीहरूका अछाममा। तिमीहरूका देउता आएनन्? बलात्कृत हुँदाखेरि तिमीहरूका देउता आएनन्? गल्ती त्यत्तिकै तिमीहरूका देउता हुन् भने होइन। तिमीहरू गलत गर्न लागि कि नारीलाई पनि सही बाटो देखाउनु पर्ने होइन। तिमीहरूलाई पनि रोडपतिबाट करोडपतिमा लिएर जानुपर्ने होइन। के गरे हौ तिमीहरूले? त्यही खाने घोगारोटै खाएका छौ। अब यहाँ इन्डियामा नोकर चाकर गर्नेले त अलिकति भात पाएका होला। त्यही नेपालमा त्यही घरमा बस्नेले त त्यही घोगारोटो गाउँको रोटो हो, कहिलेकाहीँ भात खाने हो। खेत हुनेले पनि खाने हुन्, खेत नहुनेले त्यही किनेरै खाने हुन्। त्यही पनि कोही इन्डियामा बसेका छन् भने तिनीहरूले पैसा पठाइदिएर किनेर खाने हुन्। तिमीहरूका देउताले त पुगाएनन्। पुगाएका छन् भने भन, कसका देउताले कति पुराएका छन् भने भन। हामीलाई उ गरेर बात गर्थे हो। काहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्ता। अझ तम्सेका त फेरि अछामी छन्। फेरि अछामी अरू सुदूरपश्चिमीले त तम्सिनु परेको छैन। बजाङ बाजुराका त्यताका पनि कोही त तम्सेका छन्, देखेको छु मैले पनि। यहीँ बेङ्गलोरमा पनि मैले देखेको छु। कतिपय के अरे श्रीमतीलाई के अरे पिरियड्स हुँदाखेरि चाहिँ अब घरभित्र सुत्ने, उनलाई अलगै राख्ने, उनले बनाएकै खाना नखाने। काहीँ नपका।
ल धन्यवाद। कसैलाई मन परे लाइक कमेन्ट गर्नु होला, मन नपरेपछि जे मन लाग्छ लेखे हुन्छ, जे भने हुन्छ, बालै हुँदैन। लाज पचेकालाई त अन्तर्राष्ट्रिय बेइज्जत यसै भयो।